सो हाई एभ्रीवान गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म नि एकदम सन्चै छु होइन। फेरि पनि स्वागत छ आजको मेरो नयाँ ब्लगमा। अनि आज चाहिँ जाँदैछु हामी चिल्लाङ। अनि आज चाहिँ हाम्रो प्री भिजिट लाने भएको छ। टक्क अहिले चाहिँ हामी कलेजमा छौँ, हेर्न सक्नुहुन्छ विद्यार्थीहरू अहिले चाहिँ ब्रेकफास्ट गरिरहेछन्। अनि 5वटा कति गरे हाम्रो गाडी 2टा हो कि 3टा छ होइन, सबै 11 र 12को स्टुडेन्ट जाने भएको छ। चिल्लाङ चाहिँ यो प्री भिजिट त्यो प्र्याक्टिकलको लागि लान्छ होइन, त्यही हो। यता छ लक्ष्मण, ल वेलकम वेलकम मेरो ब्लगमा। सो त्यही नै हो। किन सो त्यही नै हो गाइज होइन। बाटोमा के कस्तो हुन्छ हजुरहरूले देखाइहाल्ने छु, भनिहाल्ने छु। लेट्स सी अब के हुन्छ है, हेर्दै गरौँ, भिडियोलाई इन्जोय गरौँ। बस्दैन त गीत चाहिँ चलिरहेको साथीहरू। हामी चाहिँ भिजिटको लागि निस्किसकेका छौँ कलेजबाट है। अब इन्जोयका साथ जानुपर्छ, भ्यू हेर्दै इन्जोय गरौँ, देखाइहाल्छु हजुरहरूलाई। गिटार बजाउँदै गीत गाउँदै इन्जोय गर्दै चलिरहेछ हामीहरू। बाहिरको मौसम यस्तो छ। साथीहरू अहिले चाहिँ हामी कहाँ पुग्यौँ थाहै छैन होइन। धुलो खाँदै मास्क लगाएर हिँडिरहेको छौँ हामी चाहिँ अहिले है। एकदम धुलो छ क्या सेम गाउँले। के भन्नु छ, यहाँको गयो भने बाटो है, तल गयो भने है। फाइनली साथीहरू होइन 2 घन्टाको यात्रामा चिल्लाङ पुग्यो। टक्क हेर्न सक्नुहुन्छ पछाडि है चिल्लाङ। ल बब्बाला सबैजना छ टक्क हेर्न सक्नुहुन्छ। यहाँ भ्यू पनि बब्बाल छ है। टक्क केटाहरू यता फोटा खिच्दैछ, रमाइलो भयो जोस्। तर धुलो मात्र क्या लास्ट है, धुलो क्या मासलाई खत्रै धुलो। यस्तो खेलिराखन् मस्तले। बब्बालकै भ्यू छ है। ठिक छ साथीहरू, ठिक छ। हस्ते यता छ, ल हाई गरिदियो हस्ते। ल ल ल गाइज के कस्तो हुँदैछ है, ठिक छ नि? पुग्यो फाइनल पुग्यो है। लास्टै धुलो खाँदै आइयो आइज रे तल धुलो खाँदै के खाँदै आइयो। अब यहाँ खानासाना खाइन्छ होला, अनि त्यसपछि घुमिन्छ। हामी खानासाना खान्छौँ। हाम्रो गाडीहरू यहाँ छ अनि स्टुडेन्टहरू यहाँ छन्। हामी चाहिँ आज चाहिँ ड्रेसमै आएको ल, किनभने यहाँ अब भिजिटको लागि हो नि त हाम्रो स्कुलबाट, त्यही भएर। ल साथीहरू अब हामी खानासाना खान्छौँ है त। हजुर
sun's gold on the mountain's crown, while rivers whisper truth as they flow down. And their songs entwine with the trees that stand, knotted in time by nature's hand. Each echoing step on the forest floor opens a world through an ancient door. The silence alive, yet brimming with sound. In the arms of solitude I am found. Oh, whispering साथीहरु घुमेर पनि भ्यायो sing me your अब tune. गाडी भित्र अब फेरि हामी Caught in the rhythm, the stars and the moon teach me the language of the stories that linger on the breath of ल साथीहरु पानी आएर यहाँ गाडी पानी आइसकेको छ त्यो पानी परिरहेको छ है गाडी गइरहेको छ कहिले पुग्ने रुममा अब रुममा गाडी त भन्न थियो भने गाडी नै भने होइन आज यहीँ बसिन्छ यस्तो पानी परिरहेको यो कोट पनि भिजिसक्यो यार कति टाइम लाग्ने हो के जान्छ त म अब मैले पनि भिजिरहेको कस्तो जाडो पनि भइरहेको है अनि केटाहरू भित्र छन् सो त्यही नै हो यस्तो पानी परिरहेको छ आज ब्लग यतै बन्द गर्छु ल बाई बाई साथीहरू बाई 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 बाई